संस्थाले 23औं स्थापना दिवसको अवसरमा नयाँ वर्ष 2082 सालको शुभकामना तथा क्यालेन्डर विमोचन सँगै स्थानीय शासनमा महिला सहभागिता र सञ्चालिकाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम मिति 2081 चैत्र 29 गते आयोजक सञ्चालिका समूह नेपाल बाँकी शाखा उद्घाटन भएको घोषणा गर्दछु। सम्भव छ। त्यसकारणले महिलाहरूलाई विभिन्न माध्यमबाट नेतृत्व, व्यक्तित्व, आर्थिक विकास सँगसँगै विशेष गरी आय आर्जनसँगै जोडिने कामलाई हामीले विशेष जोड दिन सक्यौँ भने मात्रै महिला सशक्तिकरण सम्भव छ। किनभने अहिले त राज्यले नै प्राथमिक तहको शिक्षा अनिवार्य र मावि तहको शिक्षा सबैलाई भन्ने खालको जुन नीति छ, त्यसकारणले गर्दाखेरि पनि अहिले सबै शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था अथवा छोरी भन्नेले शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था पक्कै पनि छैन। दुर्गम ठाउँमा त 2-4 ठाउँमा अहिले पनि त्यस्तो छ होला। त्यसकारणले गर्दाखेरि महिलाहरूलाई आर्थिक रूपमै सशक्त बनाउन सक्यो भने घरेलु हिंसा लगायतका हिंसाहरू पनि अन्त्य हुन्छ भन्ने हाम्रो बुझाइ छ। यसका लागि स्थानीय सरकारको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट सदैव हजुरहरूको साथमा छु र सम्पूर्ण पुरुष पत्रकारहरूको साथमा पनि म रहने कुरा जानकारी गराउँदै, म त खालि जहाँ गर्ने महिलाकै हक अधिकारको कुरा गर्ने कता अब यो महिला मात्रै भएर हुने पनि भन्ने खालको प्रश्न आउन लागिसक्यो कि अब त। त्यो कारणले अब त्यस्तो पक्कै पनि होइन, किनभने अहिले पनि जस्तो लैङ्गिक हिंसाका हामी कुरा गर्छौँ, अब लिङ्गका आधारमा गरिने विभेद भने तापनि त्योबाट प्रभावित भनेको महिला नै हुने गर्दछ, पछाडि परेको वर्ग नै हुने गर्दछ। त्यसकारणले त्यो वर्गको लागि बढी आवाज उठाउन आवश्यकता छ भन्ने महसुस भएको कारणले गर्दाखेरि यो कुरा गरिएको। तर स्थानीय तहको उपप्रमुखको भूमिकामा रहँदै गर्दाखेरि समग्र आफ्नो पालिकाको विकासका लागि सबै क्षेत्र, सबै वर्गका व्यक्तिहरूको लागि हामीले काम गर्नुपर्छ भन्ने कुरा हामीलाई महसुस छ। र हामीले सञ्चालिका समूह आज 23औं स्थापना दिवस मनाउँदै गर्दाखेरि विभिन्न अवरोधहरू पार गर्दै आज हामी 23औं स्थापना दिवस मनाउन सफल भएका छौँ। लाग्छ यस सञ्चालिका समूहको जन्मदाता आदरणीय दिदी अक्षरी पोखरेल, डाक्टर मुना श्रेष्ठ लगायतको टिमले आज लाग्छ र पछिल्लो समय महिला पत्रकारिताहरूमा बढ्दो उपस्थिति छ, तर सक्रियता अलिकति त्यसमा पनि मिडियामा काम गर्ने सक्रियता चाहिँ कमै छ। त्यसलाई चाहिँ सञ्चालिका समूह बाँकेले पक्कै पनि केही सहजीकरण अर्थात् सहकार्यहरू विभिन्न संस्थासँग गरिराखेको छ। र भन्दै मैले चाहिँ नयाँ वर्ष 2082 सालको सम्पूर्णलाई शुभकामना। एउटा सक्रियता छ, पक्कै पनि यहीँ देख्न सक्छौँ। एउटा राम्रो सक्रियता देख्न सकिन्छ महिलाहरूको, एउटा मिडिया क्षेत्रमादेखि लिएर अन्य क्षेत्रमा पनि राम्रो छ। चाहिँ हाम्रो उमेर यहीँ हुनुहुन्छ, अराधना दिदी यहाँ हुनुहुन्छ, उहाँहरूको हामीले हेरिरहेका छौँ दिनदिनै होइन। जुन प्रकारको एउटा ऊर्जा देख्न पाइएको छ, त्यो ऊर्जा हाम्रो पत्रकार साथीहरू पनि अझै जाओस्, जो अलि निष्क्रिय हुनुहुन्छ उहाँहरू पनि जाओस् र त्यो ऊर्जाले आउने सालहरूमा त्यसले बाहिर एउटा आफ्नो छवि र बाहिर आफ्नो भएको कला, पत्रकारिताको कला देखाउने अवसर पाउँ भन्ने बस्दाखेरि वडा अध्यक्ष को छ भनेर भन्दा हो जेन्डरको कुरा त्यहीबाट आउँछ कि होइन। हामीले जति ठुलो दृष्टिकोणको कुरा गरे पनि हाम्रो अस्तित्वलाई स्वीकार नगर्ने समाज छ नि त होइन। त्यसैले गर्दा हामीले आफ्नो अस्तित्वलाई मजबुत बनाएर आफूलाई आफैले सक्षम बनाएर चाहिँ काम गर्न जरुरी छ भन्दै यो राम्रो कार्यक्रम भयो। आज यो सञ्चालिका समूहको म प्रदेश उपाध्यक्षको हिसाबले चाहिँ अहिले यहाँ बोलाइदिनु भयो। ठिकै छ। आज सञ्चालिका समूहले जुन यो कार्यक्रम राख्नु भएको छ, के अरे भित्तिपात्र विमोचन कार्यक्रम तथा यो हाम्रो चाहिँ नयाँ वर्ष 2082 सालको शुभकामना तथा क्यालेन्डर विमोचन सँगै स्थानीय शासनमा महिला सहभागिता र सञ्चालिकाको भूमिका विषय अन्तर्क्रिया कार्यक्रममा धेरै बेर हामी अहिले छलफल पनि अन्तर्क्रिया पनि गरिसकेका छौँ। र यो अन्तर्क्रिया कार्यक्रममा सबै कुरा आएको पनि छ र यो कुरा आउँदै गर्दाखेरि मलाई कता कता अलिकता आफूलाई पनि केही कुराहरू राख्न मन लाग्यो। हामी पुरै तालिमहरूमा जान्छौँ, जेन्डरको कुरा गर्दै जान्छौँ र कानुनका कुराहरू गर्दै जान्छौँ। एकातिर महिला मात्रै भएर चाहिँ कानुनको कुराहरू गर्दै गर्दा कतिपय दिदी बहिनीहरूले के भन्नुहुन्छ भने यसमा पुरुषहरूलाई राखेर कार्यक्रम गर्न मिल्छ कि मिल्दैन भन्नुहुन्छ कि उहाँहरू। किनभने त्यो पीडित भएको महिलालाई त्यहाँनिर त्यो पुरुषले सुन्ने पनि हुन्थ्यो भन्ने कुरा पनि आउँदो रहेछ कि।
त्यो भएको हुनाले हामीले यस्ता कुराहरू पनि बेला बेलामा तपाईँहरू पत्रकारिताको काम गर्नुहुन्छ, हामी तपाईँहरू सँगसँगै हिँड्ने हो, हामीले काम गर्ने हो, बाटो देखाउने काम तपाईँहरूले पनि हामीहरूलाई पनि गर्नुपर्छ। विशेष गरेर आज हामीले यस कार्यक्रममा महिला माननीय त्यसै गरेर बाँकी जिल्लाका आफ्नै स्थानीय तहका उपप्रमुखहरूलाई पनि निम्ता गरेका थियौँ। उहाँहरूको अर्को कार्यक्रम जुटेका कारणले गर्दाखेरि उहाँहरू सहभागी हुन सक्नु भएन। आगामी दिनमा चाहिँ हामीले उहाँहरूलाई पनि हामीले गर्ने कार्यक्रमहरूमा चाहिँ सहभागी गराउनेछौँ। विशेष गरेर सञ्चारिका समूह केन्द्रमा 25 वर्ष लागेको छ भने बाँकी जिल्लामा रहेर काम गर्दै गरेको सञ्चारिका समूह बाँकीले 23 वर्ष पुरा भएको छ। सञ्चारिका समूह बाँकीलाई यहाँसम्म पुर्याउनुको लागि योगदान पुर्याउनु हुने आदरणीय अक्षरी दिदी, डाक्टर मुना दिदी, त्यसै गरेर रूपा दिदी लगायत सम्पूर्ण अध्यक्षहरूलाई चाहिँ हामीले यति बेला सम्झनै पर्ने हुन्छ, किनभने उहाँकै कारणले गर्दा सञ्चारिकाको नेतृत्व हामीले लिएर आज सञ्चारिका समूह बाँकीलाई अगाडि पनि हामीले एउटा कोर्डिनेसन गरेर महिला पत्रकारहरूको लागि क्षमता अभिवृद्धि तालिम पनि सञ्चालन गरिसकेका छौँ। आशा छ अब आगामी दिनहरूमा पनि हामीसँग कोर्डिनेसन गरेर महिला पत्रकारहरूलाई कस्ता खालका कार्यक्रमहरू उहाँहरूलाई आवश्यक छ भन्ने बारेमा एक खालको उहाँहरूसँग बसेर हामीहरू छलफल गर्नेछौँ र उहाँका आवश्यकताका आधारमा हामीले कार्यक्रमहरू निर्माण गर्नेछौँ र यहाँहरूसम्म चाहिँ लिएर आउँदाखेरि त्यो कार्यक्रमका लागि बजेट व्यवस्थापन गरेर हामीलाई सहयोग गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्न चाहन्छु। र यहाँहरूका समस्या लगायत यहाँहरूले गरेका कामहरू थुप्रै छन् होला, ती खालका कामहरूलाई पनि मिडियामा ल्याएर सञ्चारिकासम्म बाँकीमा जति पनि आबद्ध हुनुहुन्छ, हामी जति पनि महिला पत्रकारहरू छौँ, ती कामहरूलाई बाहिर समुदायसम्म ल्याएर चाहिँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आजको कार्यक्रम यही समापन भएको